बन्चरो लगेर हान्थेँ होइन। हुन त म सानै थिएँ, मैले चिर्न सक्थेन, तर मेरो बाउले चिर्थ्यो क्या, बलियो जिउमा बल भएकोहरूले चिर्थ्यो नि त। अनि नि एउटा 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 साइकलमा हिँड्दै अलिअलि आउँथ्यो, अनि त्यो जम्मा गर्दा गर्दा एउटा रिक्सा बनाउँथ्यो, अनि एउटा रिक्साको 500मा बेच्थ्यो क्या हामीलाई क्या त्यति बेला क्या। कहिले भन्दाखेरि अब त्यो हामी सानो हुँदाखेरि अब दुःखको कुरा माछ सिक्ने त्यसको मुजी फ्याक्ट्री मुजी हाम्रो 3टा छ भनेर उयो पनि के हामी यो गर्थ्यो नि भात खाने ठाउँमा ढेँडो खाने ठाउँमा दुःख गरेको हो नि त दाइ मुजी। मैले फ्लेक्स हाने होइन, मलाई हुनु छ, मलाई माछ सिक्ने नेपालको सबभन्दा धनी मान्छे मलाई बन्नु छ, बन्छु म जसरी भए पनि म बन्छु मान्छे। को आउँछ म्याच सिक्ने मसँग च्यालेन्ज गर, मलाई म्याच सिक्ने मर्डर आउँछ, म मेरो म्याच सिक्ने मेरो म्याच सिक्ने त्यो यो चलबल मेरो म्याच सिक्ने यो मुभमेन्ट देखेर कसले मलाई दुश्मन लिन्छ त्यसलाई मारिदिन्छु म अहिले भर्खरै मारिदियो भने मारिदिन्छु म। तर मुजी मलाई मार्न सक्दैन। सबभन्दा म्याच सिक्ने टप हुने हो म्याच सिक्ने। यो एसियामा म्याच सिक्ने अर्को 5 वर्षमा सबभन्दा धनी मान्छे म्याच सिक्ने म हुन्छु म्याच सिक्ने। किनकि म्याच सिक्ने हामी म्याच सिक्ने दौरा काटेर आएको मान्छे हो म्याच सिक्ने। हो नि म्याच सिक्ने सिधा कुरा म्याच सिक्ने जसै होस् मुझे तिमीहरू म्याच सिक्ने जतिसुकै धनी बाबुको छोरा हो मुझे मलाई मतलब लाग्दैन म्याच सिक्ने। आफू गर म्याच सिक्ने, आफ्नो तरिकाले गर म्याच सिक्ने, आफू दुःख गर म्याच सिक्ने, आफू दुःख गर बना म्याच सिक्ने। बाउले बनाएकोमा म्याच सिक्ने, हिरो नबन सिक्ने। भात खान सजिलो छ, त्यो भात खानलाई भात जुटाउन गाह्रो छ मुजी। स्ट्रगल भने के हो मुजी गर। पहिला माछ सिक्ने दौरा काट रन्डीहरू माछ सिक्ने काटै काट सिधा कुरा माछ सिक्ने भन्दा त हुन्छ नि हसल मान्छे हसल फेज निको हो नि। माछ सिक्ने। अनि मलाई कसैको पेमेन्ट कुर्नु पर्दैन भाइ, हसल गर, आफै हसलले पेमेन्ट गर्छ मलाई, बुझेन? त्यो माछ सिक्ने मुझे सबैले स्ट्रगल सुनाउँछ मुझे। भाँडा माझेको मैले त्यो मुझे म्याकडोनल्डमा काम गरेको म्याच सिक्ने। बन्चरो चलाउनु कति गाह्रो छ मुझे थाहा छ मुझे। बल चाहिन्छ त्यहाँ मुझे। सानो बच्चा थिएँ म म्याच सिक्ने। मलाई म्याच सिक्ने हँसिया चलाउनु गाह्रो हुन्थ्यो, त्यही पनि मुझे साइकलमा मुझे भारी बोकेर हिँडेको मान्छे हो म्याच सिक्ने। एउटा रिक्सा भर्न मुझे 1 हप्ता लाग्थ्यो मुझे। एउटा रिक्साको म्याच सिक्ने 500 मात्र दिन्थ्यो। तर म्याच सिक्ने त्यो रिक्सा म्याच सिक्ने बेच्दा मुझे त्यो रिक्सा होइन म्याच सिक्ने। अहिले मेरो मान्छे गाडीले म्याच सिक्ने $1 मिलियन कमाइरहेको छ म्याच सिक्ने। त्यो मेरो मुझे आइडिया हो म्याच सिक्ने। त्यो जसले गर्छ त्यसको मात्र आइडिया आउँछ ना। त्यो तरिकाले सोच्नु पर्यो है ग्याङहरू। त्यो टाइपमा म आज इमोसनल भइदिएर क्या मा अलिक दुःखको कुरा आयो नि त। सेयर गरे नि कहाँ दुःखको कुरा आयो त्यही भएर अनि गर्नुपर्ने यहाँ मुझे हाँस्नेहरू मुझे यिनीहरू कि धनी बाउको छोराहरू होला क्या हाँस्ने। यहाँ कमेन्टमा हाँस्दैछ नि यिनीहरू धनी बाउको छोराहरू होला क्या। यिनीहरूलाई दुःखको बारेमा थाहा छैन यो रन्डीहरू। यो मुझीहरूको म्याच सिक्ने चाकमा म्याच सिक्ने म सिकिदिन्छु रन्डीहरूलाई म्याच सिक्ने। अनि म्याच सिक्ने मुखमा म्याच सिक्ने पैसाले फ्याट कुटिदिन्छु। खोइ म्याच सिक्ने हुँदा क्यास दियो म्याच सिक्नेहरूको मुखमा म्याच पैसाले पिटिदिउँ म्याच सिक्नेहरूको मुखमा। यो कमेन्ट गर्नेहरूको मुखमा पैसाले पिटिदिउँ हो म्याच सिक्ने। मुझे दुःख गरेर कमाएको हो म्याच सिक्ने। त्यो म्याच सिक्ने तिमीहरू जस्तो म्याच सिक्ने त्यो म्याच सिक्ने हाँगु गरेर मुझे बाउको पैसा खाएर बाउको भात खाएर आएको केटा होइन मुझे हामी म्याच सिक्ने। दुःख गरेर आएको रन्डीहरू हो हामी म्याच सिक्ने। त रन्डीहरू म्याच सिक्ने गर्न सक्छस् भने गर, तर म्याच सिक्ने हामी जस्तो दुःख गरेर आइज रन्डीहरू। हामी दुःख गर्ने रन्डी जस्तो म्याच सिक्ने हुन सक मुजी। सक्छस् भने सक्दैन भने म्याच सिक्ने अलिक कुट्छु तँलाई म पैसाले म्याच सिक्ने। तर म्याच सिक्ने हामीले म्याच सिक्ने साइकलमा मुजी दौरा बोकेर आएको केटाहरू हो मुजी, बुझिस्? म्याच सिक्ने दाइ खोइ मेरो म्याच सिक्ने लग्जरी सिट देखाइदियो मुजीहरूलाई। यहाँ म्याच सिक्ने यहाँ
नाम पढाएछस् के हो यसको नाम के हो यसको नाम कार्डियर भन्ने सुनेछस् अब यसको बक्स खोल्छु पक देखाउनु दाइ दौरा काट्ने केटा हो है फेरि म दौरा काटेको केटा हो होइन दाइ मेरो प्राडा चस्मा मेरो भएन मेरो सोख हो लगाइदिएको मैले अब यहाँ जसले हेरेछ नि सबको सल्लाह आँखामा यो चस्मा भयो भने के हुन्छ महँगो चस्मा होइन यो $700-800 हो कति भने अब नेपालीमा हिसाब गर्दा कति नि दादा 1 लाख 90,000 को चस्मा हो यो अब यहाँ काटेर अब यहाँ म्याचिङ यहाँ डायमन्ड वाच मेरो इच्छा हो नि मेरो इच्छा हो आम्बो ल अनि सब हिराको यहाँ हेर यहाँ बस ड्याम भाइ यहाँ हेर यहाँ कार्डियर एकछिन यहाँ छ यहाँ छ ल एकटा बस ड्याम त्यारियाना आम्बो It's like $45,000 60 लाख रुपियाँ नेपाली सब हिराको मेरो इच्छा थियो अनि मलाई इच्छा थियो हिराको घडी लाउने मैले किनिदिएँ अब मैले के गर्नु त मलाई इच्छा थियो अब अर्को किन्छ कार्डियर वाच मलाई इच्छा थियो दौरा काट्ने केटा हो है फेरि म्याच सिक्ने तर म्याच सिक्ने 60 लाखको घडी लाउँछ म चाहिँ एउटै हातमा म चाहिँ कार्डियर वाच कार्डियो बेबी अहिले त रोलेक्स अझ योभन्दा महँगो छ यो चाहिँ फेरि अर्को हातमा यो चाहिँ अब यो चाहिँ लाइक $90,000 रोलेक्स डायमन्ड हिराको दौरा काट्ने केटा है फेरि म चाहिँ दौरा काट्ने केटाले कसरी हिराको घडी लाउँछ अब यो तोरी यो यताको यो आमु गर्नेहरूलाई चाहिँ यो भाइ एकछिन चुप लगाएर बस भन्दिँदा हुन्छ ल आम्बो अनि बस डाउन अनि आम्बो It costs like $90,000 यता भनेको लगभग कति भयो खोका 1 करोड 1 करोड 20 लाख 120 अनि यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख यो चाहिँ 70 लाख कार्डियर चाहिँ 70 लाख भयो अनि यो रोली चाहिँ अनि 1 करोड 20 लाख समय $90,000 समय हेर न कुन हिसाबमा चल्ला अब अब त मलाई बालै भन घडीको मेरो मोबाइलमा देखाउँछ नि घडी कति बज्यो मेरो मोबाइल खोइ मेरो मोबाइल समीर म घाम हेरेर थाहा पाउँछु क्या मेरो मोबाइल यही छ त अनि मेरो मोबाइल देखाउँछ मेरो आइफोनले देखाइरहेको छ कति बज्यो भनेर मलाई बालै भन्न मलाई हिरा देखाउनु छ कि घाम हेरेर थाहा पाइदिने समय खाटियर ल बस्दै डायमन्ड डान्स Oh, diamond dance, baby, diamond dance. दौरा काट्ने केटा हो है फेरि म त्यही दाउरा काट्ने हातमा हेर भाइ के छ अहिले यही दाउरा काट्ने हातमा होइन सर मैले भन्नु खोजेँ इन्सपिरेसन दिन खोजेँ
यस्तो क्या केटाहरू जे भयो भने क्या आफ्नो मेहनतलाई कहिले पनि आफूले जे गरे पनि त्यसमा कहिले पनि आफूलाई कहिले पनि लोड नठान्नु। म कस्तो हो मैले के गर्दैछु कहिले नठान्नु। आफ्नो मेहनतमा विश्वास गर्नु जहिले पनि। हामी जस्तो बदमास केटाहरूले त गर्छ भने तिम्रो त हामीभन्दा सोझो छ साले, तिमीले त चाँडै गर्छ भाइ। अनि हामी पो बदमास छौँ मार्सल, हामीलाई पो पहिले पत्ता एकैचोटि यहाँनिर चाहिँ डेढ करोडै डेढ आइटम 2 हो पाउने 2 करोड। अनि देख्यो हिरा यो यतिकै राख्यो भने यसको त भोलि भ्याल्यु बढिरहेको हुन्छ क्या। अनि हिरा हो क्या। कहाँ यहाँ एउटा केटाको कस्तो ड्रिम हुन्छ रियल केटाहरूलाई थाहा छैन। रोली हो नि त त्यो। अनि करियर। अब अर्को समीरको हातमा हो। खोइ त्यो यसको स्पोन्ज हामी फेरि टेक केयर गर्छ कि आफ्नो सामानको टेक केयर चाहिँ एकदम गर्नुपर्छ। कहाँ एउटा स्टोन मात्र खस्यो भने पनि यहाँनिर मान्छेको घर जान्छ। एउटा स्टोन खस्यो भने मान्छेको घर जान्छ। फेरि त्यस्तो खालको लग्जरी केटा पनि होइन है। म माछिङ घेटो हो, सबलाई थाहा छ त। म चाहिँ चुरोट ऱ्याप भन्दाखेरि कस्तो खाते थिएँ म। गरेको माछिङ स्ट्रगल। के भयो?